At Make It Labs, you come in, build cool projects and learn how to solve problems. र यो गर्दा गर्दै तपाईहरुले साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ, आर्ट र म्याथमेटिक्स स्टेम को कन्सेप्ट्स एक्सपेरिमेन्टली बुझ्नुहुन्छ। मेक इट ल्याब्स एउटा एक्चुअल ल्याब हो जहाँ कुल प्रोजेक्ट्स बनाउन चाहिने सबै सामान छ र तपाईहरुलाई सिकाउनको लागि 5 जना मेन्टर्स पनि हुनुहुन्छ र हाम्रो सबै मेन्टर्सहरु चाहिँ कुलचो क्याम्पसको इन्जिनियर्सहरु हुन्। सो रेस्ट assured you are getting the best guidance ever. तपाईहरुले हाम्रो YouTube च्यानल थर्ड वर्ल्ड नर्डमा गएर हामीले यस्तै प्रोजेक्ट्स र कन्सेप्ट्सहरु बुझाएको हेर्न सक्नुहुन्छ। तर मेक इट ल्याब जोइन गरिसकेपछि अब तपाई र हामी सँगै मिलेर प्रोजेक्ट्सहरु बनाउँछौं। यहाँ स्टुडेन्ट्सले हरेक हप्ताको विकेन्डमा एउटा फिजिकल क्लास र विकडेजमा दुईटा अनलाइन क्लास अटेन्ड गर्नुहुनेछ। 5 जना मेन्टर्स मिलेर 7 जना स्टुडेन्ट्सलाई पढाउनुहुन्छ, which gives a very good teacher to student ratio. With us you guys will make a lot of projects, जस्तै कि रिमोट कन्ट्रोल बोर्ड जुन बनाउँदा तपाईहरुले एउटा बोट मात्र बनाउन सिक्नुहुन्न, त्यो सँगसँगै फ्लोटेसन जस्तो फिजिक्सको कन्सेप्ट्स, फाइबर ग्लासलाई मोल्ड गरेर कसरी कुनै एउटा शेप बनाउने र कोडिङ कसरी गर्ने भन्ने कुरा पनि त्यस सँगसँगै सिक्नुहुनेछ। त्यसैगरी एउटा रोबोट गन बनाउँदा इमेज प्रोसेसिङ, एआई जस्तो एडभान्स कन्सेप्ट्सहरु त सिक्नु नै हुन्छ, तर त्यो सँगै हाई भोल्टेज र त्यो रिलेटेड सेफ्टी प्रिकसन्सहरु पनि सिक्नुहुन्छ। हरेक प्रोजेक्ट गर्दा तपाईहरुले आफूसँग भएको रिसोर्सेस युज गरेर आइपरेको प्रब्लम सल्भ गर्न सिक्नुहुन्छ। जसरी हामीले यो गनमा बियरिङ बनाउन गुच्चा युज गरेको छौं। इन सर्ट यहाँ स्टुडेन्ट्सहरुले एउटा इन्जिनियर जसरी सोच्न सिक्नुहुन्छ, अर्थात् कुनै पनि एउटा कम्प्लेक्स प्रब्लमलाई सानो सानो पार्टमा डिभाइड गरेर आफूसँग भएको रिसोर्सेस प्रयोग गरेर त्यसलाई सल्भ गर्न सिक्नुहुन्छ र यो स्किल रियल लाइफमा अगाडि बढ्न पनि एकदमै एसेन्शियल छ। Join Make It Labs now and get 20% off on all packages.